नमस्कार। कविताको शीर्षक छ अवतारहरू। अवतारहरू। घाउ बोकेर सधैँ मन भरी म किनार हिँडिरहेछु। पानीका लहरहरूले मलाई नछोई भागेपछि सुक्खा बगर जस्तै भएको छु। मन भरी ताप उमार्दै म ओभानो बनेर तृष्णा धाइरहेछु। पानी हाँसले भर्खरै पखेटा फटफटाउँदै तिर्खा मेटेर गयो। रहरहरू ओइलिएर फुल्न सकेनन् फूलहरू वसन्तमा पनि। उज्यालो भइसक्दा पनि चराहरू न त गुणबाट उडेको देखियो न त सुनियो भाले बाँसेको स्वर पनि। बिहानैदेखि आकाशमा संशयको बादल मडारिएको देखिन्छ। हरेक पटक अवतार बदलिएर उस्तै मान्छेहरू आइरहेछन्। प्रयोग र प्रयोगमा शताब्दी गुज्रिएर म हरेक समय अन्वेषणको एउटा नयाँ धातु बनिरहेको छु। कता हराए खुशीहरू, हराए ओठबाट मुस्कान पनि। कसम खाएर भगवान र मान्छेका नाममा मान्छेलाई नै देखेर कितका छोड्नेहरू यो युगमा अभिशप्त बाँचिरहेछन्। कुल्चिएर मानिसका चेतनालाई विजयको उत्सव मनाउँदै दिगन्त यात्रामा निस्किएको एउटा भ्रम चलचित्रको रिल अड्किएर घुमिरहे झै सुस्तरी अगाडि बढिरहेको छ। शालिकहरू तिनलाई देखेर खित्का छोडेर हाँसिरहेछन्। लाग्छ यो समयमा ती कुरूप अनुहारहरू जसले यो मुलुकको कुनै पनि चोकमा त्यही शालिक जस्तै उभिने ठाउँसम्म पाउने छैनन्। त्यही शालिक जस्तै उभिने ठाउँसम्म पाउने छैनन्। धन्यवाद।